ठेकुवा प्लस चना मुरै यो भयो, अरु के खोज्ने। यो कहानीको सुरुवात हुन्छ हाम्रो घरबाट। बिहान बिहान उठिसकेर मेरो काम चाहिँ आजको पोचा लाउने थियो। पोचा लाइसकेपछि देख्न सक्नुहुन्छ कालो चिया, त्यो पनि मरिच हालेको सुरुप सुरुप गर्दै पिए। बिहान उठ्ने बित्तिकै सबैभन्दा सुरुमा याद आउने भनेको चाहिँ मलाई चिया नै हो। आफ्नै घरमा भएको आँपको रुखमा फलेको फुल पनि मैले चाहिँ देखेको थिइनँ। आज हेर्दा त म छक्कै परे। होलीको दिन भएको कारण आज चना मुरै पकाउनका लागि हाम्रोमा तयारी चाहिँ यस्तो बवाल छ। चना मुरै भनेपछि मेरो मन त यसै पनि खुसी। आई होप आज चाहिँ हरेक राजवंशीको घरमा चना मुरै पाकेको छ। राजवंशी साथीभाइहरूले नढाटिकन भन्नु त आज चना मुरै खानु भयो कि नाइ। चना मुरै खाइसकेपछि चाहिँ म पुगे मद्रगाछ। मेरो प्यारो बसन्तीमा म चाहिँ मद्रगाछ किन गएँ भन्ने कुरा चाहिँ यहाँ हजुरहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुनेछ। अनि यहाँ देख्न सक्नुहुन्छ आमाले गर्नुभएको पूजाको तयारी चाहिँ सुरु भइसकेको थियो। आजको दिन चाहिँ भगवानलाई पुवा चढाएर पूजा सम्पन्न गरियो। भगवानलाई पुवा चढाइसकेपछि मैले दुईटा पुवा लिए खानाको लागि। यो पुवा खानाको लागि चाहिँ वर्ष दिन नै कुर्नु पर्ने हुन्छ। आज होलीको दिन चाहिँ मेरो यसरी कटेको छ भने हजुरहरू आजको दिन चाहिँ कहाँ कहाँ जानुभयो कमेन्ट गरिदिनु होला। धन्यवाद। जय नेपाल।